गुफामा आउँछ क्या यसलाई आएपछि एकदम आत्मविश्वास हो 1 2 3 यो हो त कल्चर नसोल्टी यता हेर्नु न ओए छोरा ओहो कालमा त के हो भिन्दै देखेछ त आज त सबैजनालाई ताली बजाउनु जय तमलोचा जय बुद्ध भगवान सबैको जय हो सबैको कल्याण हो सबैले चाहिँ यस्तै हामीलाई सधैँ यो हाम्रो गुम्बा परिवारलाई यस्तै आर्थिकहरू दानवीरहरूले सधैँ उपलब्ध गरिरहन् हेलो एभ्रिवान साँझोला है सबैलाई आज पुस 15 को दिन र आज म यो दिव्यनगरको त्रिरत्न हाइब बौद्ध गुम्बा सदनमा आइपुगेँ यहाँ धेरै राम्रो परिवर्तनहरू भएर चाहिँ यो बाटो फराकिलो गर्ने क्रममा यहाँ चाहिँ गेटलाई चाहिँ जुन पुरानो गेटलाई चाहिँ विस्थापित गरेर नयाँ गेटलाई चाहिँ स्थापित गरेको छ है त त्यो पनि म देखाउने छु र के भएको छ यो सबै परिवर्तनहरू भएको छ झन् राम्रो भएको छ है तर ठाउँ चाहिँ अलि साङ्ग्रो भयो अब यो चाहिँ भत्किनेवालामा छ भरतपुर 26 दिव्यनगरमा है सर्वप्रथम बिहान चाहिँ लामा गुरुबाट पूजा आजा आराधना हुने गर्छ लुम्चा 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 भन्ने शब्द चाहिँ धेरै दोहोरिन्छ लुङ भनेको हावा त भनेको घोडा भनेको हो हावाले हाम्रो ग्रहहरू सबै उडाएर घोडाको जस्तो तेजिलो शक्ति हाम्रो जीवनमा प्राप्त होस् भन्ने कामना गरेर हात जोडेर एकैछिन बस्नुहोस् है ठीक गर्ने पूजा हुन्छ देवतालाई अब राप्ने गर्ने हाम्रो भाषामा राप्ने भन्छ हामीले एकछिन गतिमाथि राख्नु छ ठिक गतिमाथि राखेको हुन्छ तपाईँहरूले त्यहाँ घुम्छ धेरै लिनु पर्दैन दुईवटा लिनुहोस् दुईवटा हालेर ओए छोरा ओहो कालमा त के हो भिन्दै देखेछ त आज त ल है यसै भ्लग मार्फत है दिव्यनगर त भिन्दैमा देखेछ एकदम परिवर्तन भएको छ है दिव्यनगर गुम्बा परिवर्तन नयाँ गेट बन्दैछ हाम्रो नयाँ उता बन्दैछ एकदमै रमाइलो भयो ल यहाँ झन्डा राख्ने काम भइरहेछ हाम्रो यहाँ सीताराम दाइले पनि राखिसक्नु भयो धुपपत्ती पनि बाल्दिन लाउनु भएको झन्डा माथि चाहिँ यो झल राखेर यहाँ जोडीले बाँध्यो निलो माथिमा यो खातामा चाहिँ सद्बिउ र पैसा पनि राखेको छ है यसलाई यस्तरी गाडो पारेर किन राम्रो हुन्छ भन्छ हाम्रो अब परम्परादेखि चलिआएको रोल होइन सद्बिउलाई यसरी यहाँ बाँधेपछि यसले राम्रो गर्छ भन्छ होइन पूर्वकदेखि बाउ बाजेले गरिरहेको काम जय बुद्ध आज 15 पुसको दिनमा पुरानो खुइलेको झन्डा निकाल्ने र नयाँ झन्डा राख्ने काम भइरहेको छ सबैले आफ्नो तर्फबाट यसरी व्यक्तिगत तर्फबाट एकदम राम्रो राख्ने काम भइरहेको छ ल हेर्नुहोस् भाइ आएन त ए भाइ चाहिँ आएन
ल अब बुहारीलाई मैले बाँधिदिनु पर्छ बाँध्ने त आफै होला नि अब यो गेट चाहिँ अब बिस्तारै यो यहाँबाट चाहिँ रिमुभ हुँदैछ अब बिस्तारै नयाँ यता बन्दैछ यता पनि राख्ने काम भइरहेको छ ल राख्ने काम यहाँ भइरहेछ खाना कति बजीसम्म पाक्छ भाउ रेडी भइसक्यो 1990 अघि पञ्चायती व्यवस्थालाई आदिवासी संस्कृतिलाई सार्वजनिक रूपमा मनाउन खासै दिँदैनथ्यो त्यति बेला एक भाषा एक भेष नीति थियो अरू परम्परालाई छायामा पारिदिएको थियो तमु लोसार गाउँघरमा आफ्नै समुदायभित्र मात्रै मनाउँदै आएको थियो तमु लोसार सौर्य पात्र अनुसार हुन्छ भने तिब्बती लोसार चन्द्र पात्र अनुसार हुन्छ 2046 पछि संस्थाहरूले यसलाई सहरमा ल्याए अनि 2063 मा त सार्वजनिक विधा नै भयो भन्नुको मतलब यो आविष्कार भएको होइन गाउँघरबाट सहरमा ल्याएको मात्र हो गुरुङ समुदायमा परापूर्व कालदेखि पुस 15 गते वर्ग परिवर्तन हुँदा गएको वर्गलाई विदाई गर्ने र नयाँ वर्गलाई स्वागत गर्ने पुरानो रीतिरिवाज हो त्यहाँ घलेलको वनमा लगाएपछि त्यो दिनमा मृग भेटेन भने फेरि आज शासनको हामी जोत्न गयो होइन फेरि जोत्न भोलिपल्ट कुकुर लगाएर त्यही जोत्न सुँगाएपछि त्यहाँबाट बल्ल मृग खेतै लगाएपछि बत्ती बाल्न आउनु भएको ल ल ल बत्ती बाल्ने लाइनमा छ है एकदमै लामो लाइन छ अब यो लाइन सक्नलाई चाहिँ त्यति छिटै सकेला त छैन त्यो लाइन सकिसकेपछि अनि हामी पनि बत्ती बाल्न तोरण राखेर भ्या है बाबु सक्यो होइन ल ठिक छ मैले लगाउने तरिका अलि मेसो मेलो भएन अब यसलाई फेरि अलि मैले लगाउन नजाने रहेछ यस्तो गरेर खाना खाएर हामी त उता अर्कै खाना खाने अच्छा खाना नखाने अनि ले आज त्यो खानुहुन्न ल टाइगाजी भाइ अब हाम्रो खाना सुरु भएको अब खाने अब कालमा अब खाने अझ हुँदैछ हजुर त्यही भित्रमा गए मान्छे फेरि खान पाउँछ हजुर होइन खाना पनि अब धेरै ढिलो एक बन्नुलाई हो त टाइममा नखाने त ग्यास्ट्रिक हुन्छ सबै अब 60 पुगेका बुढाहरू छन् ग्यास्ट्रिक कुनै प्लास्टिक बिरामी छ बिरामीलाई टाइममा खानु पर्यो हो त खाना रेडी भएपछि सेलाउनु लाग्यो अरू भन्दा हो हो कालमा अब खाना खाने व्यवस्था हुँदैछ खाना खाने उम्किने ल टाइममा खानुपर्छ खाना त होइन भाइ टाइममा खानुपर्छ होइन सोल्टी भित्रमा साथीहरू आउनुहुन्छ ल जोस् यसपालि चाहिँ राम्रो हाम्रो गुरुङ ड्रेस चाहिँ पहिचान चाहिँ देखिएको छ म चाहिँ छुट्टेँ है ठिक छ नेक्स्ट टाइम खाना त धेरै मिठो छ कि आज कालमा हजुर जे खायो त्यही मिठो यो जाडो चिसोले हो कि खाना नै मिठो हो खाना मिठो आज
ल ल ल हाम्रो भान्जीहरूले स्कुल सक्छ अनि ल ल ल म आजै म त वर्षै नै आउँछु बुझेर सबै माथि अब के थाहा यस्तो पानी पर्ला भएर अहिले पानी पर्ला हुन्छ भयो भने यहीँ छ है त यसपालिको खाना चाहिँ पुलाउ घिउ हालेको पुलाउ र बदाम काजु पनि छ र साग पनि छ र आलु काउलीको तरकारी पनि छ र यता च्याउको तरकारी पनि छ सलाद छ एकदमै मिठो छ है यसपालिको खाना चाहिँ भिड पनि उति नै छ आज अति नै भिड छ लोसारको यो नराम्रो वर्गहरूलाई हजुर पन्साउने हजुर लोसारको यो कालो ढेँडोले भाङहरू यो भूमि गरेर फालेर सबैको स्वस्ति शान्ति आज हजुर नयाँ वर्षमा होइन दिदी दिदी पुस 15 यसरी गरादशा फ्याङ्छ गुरुङहरूले अब यो कहाँ लाने यो हाम्रो तल हाम्रो लामाजीले भन्नुहुन्छ गोलमा लगेर के गर्नुहुन्छ छोडिदिने कुलो कटाइदिने रे ल सद्गो चढाएको छ सबैले अनाजहरू यसरी चढाएको छ नवग्रह शान्तिको लागि ल अब लाने तयारीमा हो त्यो चक्कु पनि राख्नुपर्ने हे त्यसो गर्नु पनि चक्कु खुकुरी भयो हुन्थ्यो ल एकछिन है सँगै अब यो गरादशा चाहिँ अलिकति एउटा होला कुलेसो कटाएर पारी लहर छोडिदिन्छ ल कहाँ लान्छ र धेरै टाढा जान्छ है ल गरादशा चाहिँ आउँछ है सबैको यो ल है ल अब कहाँ ल को जान्छ ल यस्तो छ है हाम्रो चलन छ है गरादशा लयो जानी को छ त गन्तीमा ल ल कतिजना नमस्ते ल ह्याप्पी लोसर ल सबैलाई ल ल ह्याप्पी लोसर भन्यो भिडियोमा एकदम यो रूपा बिहानदेखि पूजा गरेको हुन्छ नि त होइन अनि यहाँ चाहिँ सबै ब्लेसिङ चाहिँ रूपामा आउँछ क्या यसलाई आएपछि एकदम आत्मविश्वास ढुक्क मन खुसी गऱ्यो भने रक्षा हुन्छ क्या ओहो खाना खाँदै हो कस्तो छ खाना मिठो रहेछ मिठो अनि ह्याप्पी लोसार नभन्नु भरे पनि हामीले 3:30 बजे हामीले दुध मगाएका छौँ अझै मिठो चियापान गर्ने यो जाडोमा गर्ने हामीले व्यवस्था मिलाउँदैछौँ र निकै राम्रो हो तर अलिकति मेरो सोच र अरू मसँग सामान्य भएर मैले अहिले अलि
सधैँ मैले यो भाषातिर त्यति ध्यान दिएको छैन, तर अहिले मैले अलिक विशेष देखेँ। किन अहिले मान्छे देखिनँ मैले यो भाषातिर सम्हाल्ने, त्यसलाई स्टडी गर्ने मान्छे नभएकाले मैले बढी ध्यान दिएको थिएँ र म त्यो उभिरहेको छु। के भएछ म धेरै निगरानी गरेँ, जहाँ चाहिँ हेरिरहेँ र मैले इस्टिमेट त 10 केजी मैले चाहिँ बोडीको चाहिँ मेरो इस्टिमेट हो त्यो। मैले त्यस्तो भाषा त गरेको छैन, तर मैले अन्दाजी गरेँ। तर यो बिचमा हाम्रो चाहिँ के अरे यो कुकरसँग समन्वय गर्ने अहिले के गरेर घटाइदिएको छ हेर्नुहोस्, 5 केजी गर्दैछ। त्यो 5 केजीले गर्नाले पछि पहिलोले त एकदम राल छले भोजन लिनुभयो, त्यो खाजा त्यो बोडीसहितको मिठो चाहिँ बनाएको थियो। तर पछिको जो यो पछि यो पूजाबाट जानेहरूले लास्टमा अन्तिममा जानेहरूले अलि त्यो बोडीको आइटमहरू सबै थियो, अनि नपुगेको मलाई आवाज भयो। मैले किन यस्तो हो भने यसो मैले सोच्दाखेरि त त्यसको इस्टिमेट जुन गरेको थियो त्योभन्दा पछि उसले गर्नेहरूले चाहिँ अलिकति पुग्छ भनेर लागेको कारणले गर्दा अलिकति कमी भयो तसर्थ। तर अहिलेको यो पछिल्लो चाहिँ हामीले चाहिँ त्यसमा अलि मैले अलिक बढी फटेर काम गरेँ। त्यसमा चाहिँ यो जति पनि पर्याप्त मात्रामा छ र खाना पनि अझै छ। हामीले खाना पनि व्यवस्था गरेका थियौँ जसले खाना। तर आजको चाहिँ यो पुलाउ खाना चाहिँ खाना जस्तै त्यस्तो त्यो धेरै बढी चिल्लो सुल्लो र यस्तो त थिएन, त्यसले गर्दा धेरै त्यो पुलाउ खायो जस्तो लाग्यो मलाई। त्यो भात अझै आधा नै रहेको मन लाग्छ, त्यस्तो रहेको छ। तर अन्तिममा हामी त्यसलाई पनि उसरी साँझबद्ध गर्नेछौँ र अन्तमा अब हामी कार्यक्रमतिर अगाडि बढ्छौँ। सचिव बाबुलाई म आह्वान गर्छु र हाम्रो लामा गुरुजी सबभन्दा अन्तिममा लामा गुरुजी खाना खाँदै हुनुहुन्छ, त्यही उहाँलाई मैले पर्खेको खास गरेर उहाँहरू र त्यहाँ हलपलहरू खाएर यता आइदिनु भनेर म आग्रह गर्दछु। अब यसै गरी श्री क्याप्टेन रामप्रसाद गुरुङ र श्री लक्ष्मी गुरुङजीलाई पनि आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। दिदी श्री गङ्गादेवी गुरुङज्यूलाई अनि आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। बजी उता यता आइसक्नु भयो। ल मलाई पनि यहाँ आसन ग्रहणमा चाहिँ बोलाउनु भयो उहाँहरूले। कार्यक्रममा पाल्नुभएका दाजुभाइ दिदीबहिनी आमाहरू बुवाहरू सम्पूर्णलाई आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। आज यस प्रतियोगिताहरू बौद्धधर्म गुम्बाको लोछा शुभकामना आदान प्रदान कार्यक्रमका अध्यक्ष एवं प्रतियोगिताहरू बौद्धधर्म गुम्बाका अध्यक्ष मेरो प्यारो भाइ बुद्धिबहादुर गुरुङज्यू, त्यति किसिमले विशिष्ट अतिथिमा सल्लाहकार समितिका सदस्यज्यू लेफ्टेनेन्ट मितबहादुर गुरुङज्यू, त्यस्तै किसिमले प्रमुख अतिथिहरूमा इन्सपेक्टर सूर्यबहादुर गुरुङज्यू, त्यस्तै पदमबहादुर गुरुङज्यू, मेजर तैबहादुर गुरुङज्यू लगायत मनमा आसीन सम्पूर्ण लामा गुरुङज्यू लगायत मनमा आसीन सम्पूर्ण नै विशिष्ट महानुभावज्यूहरू, सम्पूर्ण नै त्रिदेवतायोग बौद्धधर्म गुम्बाका कार्य समितिका सदस्यज्यूहरू, त्रिदेवतायोग बौद्धधर्म गुम्बाका आमा समूहका सम्पूर्ण पदाधिकारीज्यूहरू र सम्पूर्ण नै धर्मप्रेमी बुद्ध धर्मप्रेमी र आज लोछारमा उपस्थित हुनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई आज यस लोछार शुभकामना आदान प्रदान कार्यक्रमको अवसरमा मेरो व्यक्तिगत तर्फबाट तथा यस त्रिदेवतायोग बौद्धधर्म गुम्बाको तर्फबाट यहाँलाई श्रद्धालु नमस्कार जय बुद्धको अभिवादन गराउन चाहन्छु। कार्यक्रमले औपचारिक रूपमा लामा गुरुहरूबाट नै गडादशु फाल्ने र रमाइलो गर्ने, वनभोज खाने, एक आपसमा शुभकामना आदान प्रदान गर्ने गडादशा फाल्ने जुन कार्यक्रम हामीले मनाउँदै आइरहेका छौँ, त्यसमा सम्पूर्णलाई बुद्ध भगवान्ले रक्षा गरून् र सम्पूर्णको ग्रहदशा नाश भई अब आउने नयाँ वर्ग छ घोडा वर्गलाई स्वागत र सर्व वर्गलाई हामीले विदाई गर्दैछौँ। आज हाम्रो प्रमुख अतिथिज्यू चाहिँ हाम्रो लेफ्टेनेन्ट मितबहादुर गुरुङज्यूले अस्ति चाहिँ हामी चाहिँ यहाँ कुराकानी गर्ने बेलामा उहाँले चाहिँ
भन्नुभयो अब सबै हुँदै गएको छ। यहाँ हाम्रो गुम्बा भन्ने कुरा कस्तो रहेछ भने यो जति बनाए पनि नपुग्ने, एउटा बनाए पनि एउटाको खाँचो हुने, एउटा बनाए एउटाको खाँचो हुने, जति पैसाले पनि नपुग्ने। अब त्यो गेटलाई सारेर अलिक झलल्ल राम्रो कस्तो हुन्थ्यो होला भनेर चाहिँ उहाँले भन्नुभयो र हामीले पनि ल हुन्थ्यो नि त काहीँ अब तपाईँले नै अब नि तपाईँ नै सम्मानकारी, तपाईँसँग छ, धन पनि छ, मन पनि छ, लो कल गर्नु उहाँले सहर्ष स्वीकार गर्नुभएको छ। परिवार जमानालाई कमजोरी नगर है नानी हो। अनुहारै देखेन त अनुहार देखेन लु हेर दुलै जस्तो है मनदान गरिसकेपछि नबस्नु भन्नु कि उठिराख्नु राष्ट्रिय अनि एकैचोटि गर्ने नि बस्नु त छोड्ने कुरा आएन नि त क्या सब पनि गुम्बाको विकास निर्माणको क्रममा कार्यरत हुँदै दिवंगत हुनुभएका सम्पूर्णको सम्झनामा 1 मिनट मौन धारणको निम्ति म सबैजनालाई उठेर मौन धारण गरिदिनुको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। तमु लोसार पौष 15 को प्रमुख अतिथिज्यूबाट दीप प्रज्वलन गरी समुद्घाटन गरिदिनुको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। ताली बजाएर एकछिन राख्नु, एकछिन बाल्नु, यो फेरि गोल्डन बुद्ध मूर्तिदाता मेजर कैबहादुर गुरुङज्यूबाट रिबन काटेर बुद्ध मूर्ति समुद्घाटन गरिदिनुको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। बाबु कालो यता आउनुहोस्, उहाँहरू कालो बाबुलाई लिएर भन्नुहोस् ट्याक्कै बाबु एकैचोटि यता पनि रिबन काट्दैछ, यता पनि रिबन काट्दैछ, दुईतिर नै रिबन सुरु कालोबार काट्न लगाइहाल्नु न। भेरी गुड, ताली ताली ताली। यता नि काटियो, यता नि काटियो, दुईतिरै
मूर्तिहरू यो दुलो दुलोमा छ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 हो यहाँ उता 15 यसरी राखिएको छ। आज उद्घाटन भयो। दाजु पदमबहादुर भाउजूबाट मणि पेगोडा शैली घरको काटेर समुदायको गरिदिनुको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। अनि भाउजूसँग है काटेर अनि एकचोटि ल अब यहाँबाट सबै सँगै टेक्कै है सँगै 1 2 3 ल यहाँ राखिदिनुहोस्। ल अब एक राउन्ड ल भित्रबाट हो मने घुमाउनु पर्यो नि बाजेले। ल ताली 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 मनेको उद्घाटन भयो। श्री पदमबहादुर गुरुङ तथा सुनिता गुरुङज्यू यस गुम्बाको भौतिक निर्माणमा यहाँहरूले ठुलो मणि पेगोडा शैली मणि घर निर्माण गरी अतुलनीय योगदान गर्नुभएकोले सोको उच्च मूल्याङ्कन गरी यो सम्मान पत्रले सम्मानित गरिएको छ। ल मेरो दाइको धेरै धेरै बुढा मान्छेहरू घोडामा श्री मेरो परिवार गुरुङ शर्मिला गुरुङज्यू यस गुम्बाको भौतिक निर्माणमा यहाँहरूले गोल्डेन बुद्ध मूर्ति स्थान उपलब्ध गराई अतुलनीय योगदान गर्नु भएकोले सोको उच्च मूल्याङ्कन गरी यो सम्मान पत्रले सम्मान गरिएको छ। सब बुद्ध भगवान निरोगी सबैले स्वस्थ हुनुपर्ने छ कि ल तुरन्त हैबौदा सदन भरपुर 26 दिव्यनगरद्वारा आयोजित यो औपचारिक कार्यक्रम लोसार शुभकामना आदान प्रदान सम्मान कार्यक्रम हामी गरिरहेका छौँ। स्वर्गीय गङ्गबहादुर गुरुङ र श्रीमाया गुरुङ जुको श्रेष्ठ सुपुत्र हाम्रो दाजु इन्सपेक्टर सूर्यबहादुर गुरुङ र भाउजू प्रेम कुमारी गुरुङ त्योबाट उद्घोष भएअनुसार मैले धेरै नै भने अनुसार हाम्रो तमु लोसारको लागि यो सेकेको लागि एउटा फन्ड जस्तै अथवा त्यो सेके खानको लागि उपलब्ध गराउन हाम्रो खुसी छ। यदि साथ हामी यो सेके परिवारलाई अथवा यो फिरत नभएको बौद्ध सदन गुम्बा परिवारलाई रु 1 लाख नगद रुपियाँ अहिले हामीलाई प्रदान गर्दै हुनुहुन्छ। त्यो रकम अब हामीलाई हस्तान्तरण गर्दै हुनुहुन्छ। त्यसले गर्दा उहाँले दाजु इन्सपेक्टर सूर्यबहादुर गुरुङ र भाउजूबाट हामीलाई हस्तान्तरण हुँदैछ। यसको लागि यहाँले जोरदार ताली अहिले हस्तान्तरण गर्ने गराउन बयाजना हार्दिक अनुरोध गर्दै म यहाँबाट समय चाहन्छु। धन्यवाद। ल जय तमलोचार, जय बुद्ध भगवान, सबैको जय होस्, सबैको कल्याण होस्। सबैले चाहिँ यस्तै हामीलाई सधैँ यो हाम्रो गुम्बा परिवारलाई यस्तै आर्थिकहरू दानवीरहरूले सधैँ उपलब्ध गरिरहन्। धेरै धेरै धन्यवाद दाजु भाउजूलाई सहयोगको निम्ति। ल यता लो क्यामेरा काम गर्दै सँगै मेरो दाजु निरोगी हामीसँग सधैँ यसरी नै हामी हाते बेलो गर्दै हिँड्न सक्ने भइरहेको भगवान्ले यही हामी पुऱ्याइदिनु। ल भाउजूलाई पनि सुस्वास्थ्य निरोगी दीर्घायु भइरहेको भाउजू। ल सधैँ यसरी नै हामी मनोरञ्जन गर्नको निम्ति एउटा हामीले सानो नृत्य राखेका छौँ। त्यसमा
भाग लिने कलाकारहरू हुनुहुन्छ यतिमाया घले, विद्या गुरुङ, लक्ष्मी गुरुङ, उहाँहरूलाई आफ्नो कला प्रस्तुत गरिदिनुको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। सम्पूर्ण परिवार अनि उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, अब आज हाम्रो यो लोसार पर्व हाम्रो गुरुङ जातिहरूको विशेष पर्व हो। यो पर्व हर्ष उल्लासका साथ गत सालहरूभन्दा यो साल अलिक विशिष्ट भएको मलाई अनुभव भएको छ है। यस्तै यस्तै आगामी सालहरू पनि हाम्रो यो पर्व हाम्रो यो चाडलाई विशेष रूपले हर्ष उल्लासका साथ मनाउँ। विशेष गरी आज हामीले हर्ष उल्लासका साथ नाचगान गरेर मिठो मिठो खानेकुरा खाएर अब एक आपसमा चाहिँ दुःख सुख आदान प्रदान गरेर हर्ष उल्लासका साथ मनाउने यो पर्व हो। उहिले हाम्रो परम्परादेखिबाट चल्दै आएको यो चलन र आज खास गरी स्योकै खाने पनि चलन हो। अनि स्योकै भन्नाले वनभोज, पहिला पहिला त हामी स्योकै भन्थ्यौँ, वनमा गएर अनि वनभोज खाने चलन थियो। हिजो आज अलिकति आधुनिकीकरण भयो, अब वन पनि अब पाउने कारण भयो। घरमै यो एउटै स्थानमा अब यो वनभोज कार्यक्रम हामी भोलि नभइकन हुनुपर्ने त सकेको थियो, तर विशेष कारणले गर्दा भोलिको साथमा हामी जुन भवनमा छौँ यो बिल्डिङ स्थापना गर्ने बेलामा युकेदेखिबाट लिएर युकेबाट हाम्रो स्वर्गीय रसैल दिदीको नेतृत्वमा $5, 5 पाउन्ड 10 पाउन्डदेखिबाट कलेक्सन जम्मा गरेर यो अब हाम्रो यो पूर्व मेचीदेखि पछि महाकालीसम्मको पोखरा काठमाडौँदेखि होइन नेपाल भरि देश विदेश सिङ्गापुर हङकङदेखिबाट लिएर सबै ठाउँबाट चन्दा उपलब्ध गरेर हामी यो ठाउँसम्म आइपुगेका छौँ। अब मलाई लाग्छ अब हाम्रो यो कुम्भले पाइला टेकिसकेको छ। अब मेरो अनुरोध चाहिँ के छ भने अब हामी पहिला जस्तो है हामीले यो चिज बनाउँदैछौँ, यो चिज बनाउनुलाई तपाईँहरूले चन्दा दिन पऱ्यो भने हामी हात फैलाउँदै हिँड्ने होइन। अब हामीले चन्दा माग्नु जरुरी छैन। अब त हामीले यहाँ गरेको कार्यक्रमहरू देखेर चन्दादाताहरू नै उत्साहित भएर लु म फलाना नाममा ढुक्का नाम यति राखिदिन्छु भन्दै आउँछन् चन्दादाताहरू। हामी चन्दा माग्न हिँड्ने होइन साथीहरूलाई। त्यस कारणले अब हामी यो स्थानमा आयो भने यो यहाँ चाहिँ जस्तो अब हाम्रो कुशी लामा गुरुजीबाट हेरोस् 12-15 लाख रुपियाँको लागतमा त्यहाँनिर यस्तो आधुनिक कलात्मक गेट निर्माण हुँदैछ है भने अब विभिन्न दाताहरूले मेरो बाबुको नाममा, मेरो आमाको नाममा, मेरो छोराको नाममा भनेर छोराहरूले विशिष्ट स्थान प्राप्त गर्यो। त्यस कारणले भनेर विभिन्न
नाम गरेर हामीले चन्दा दिन आफै आउनुहुन्छ। त्यसो हामी चन्दा माग्न हिँड्ने होइन भन्ने अनुरोध गर्न चाहन्छु। अब त्यस कारणले ल ठिकै छ, चन्दा आफ्नो ठाउँमा छ। अबदेखि के भने यो आज हामी हर्षोल्लास साथ अघि पनि यहाँ चेलीबेटी हाम्रो चेलीबेटीहरूले कस्तो राम्रो नाच उहाँहरूको साह्रै राम्रो नाच देखाउनु भयो। यस्तै यस्तै खुसियाली मनाउँदै जाउँ आज भन्दै अब हाम्रो सम्पूर्णमा देश विदेश यहाँ नेपालमा देश विदेशमा रहनुहुने सम्पूर्ण हाम्रो गुरुङ तमुहरू लगायत तमुसँग सम्बन्धित सबैजनालाई सुख स्वास्थ्य दीर्घायु र उन्नति प्रगतिको होस्। सबैलाई सिधै स्वास्थ्य लाभ गरोस्, दुःख कसैले नपरोस्। यो खाली भवनलाई हामीले अर्घौँ सदन भनेर त भन्यौँ, तर अर्घौँ गर्दाखेरि यत्तिका देउताहरू कति चाहिँदो रहेछ। यो देउताहरू पनि सबै निर्माण गर्ने आज दाताहरू, भूमिदाता परिवार एकदमै उहाँहरू सबैजना उहाँहरूको चाहिँ है चेलीबेटी दाजुभाइ बुहारीहरू सबैजना यो मञ्चमा यस्तो राम्रो यो पवित्र स्थानमा देख्न पाउँदा, एकै ठाउँमा पाउँदा म चाहिँ अति नै हर्षित छु। किनभने सम्झिन चाहन्छु म भूमिदाताहरूलाई। बेला बखतमा म पूजा गरेर आउँदाखेरि उहाँलाई म मनदेखि चाहिँ आदर गर्दछु। यो गुम्बालाई चाहिँ निर्माण जुन गर्ने क्रममा 2045 सालदेखि सुरुवात हुँदै गर्ने क्रममा यो गुम्बाको निर्माण गर्नको लागि अध्यक्षता गर्नुभएको हाम्रो स्वर्गीय मामा गौप्रसाद गुरुङज्यूलाई पनि सम्झिन चाहन्छु। त्यसै गरी क्याप्टेन नयनसिंह गुरुङज्यू लगायत धेरै स्वर्गरोहण भइसक्नुभएका स्वर्गवासी हाम्रो पितृहरूलाई म यहाँ अहिले यतिखेर म हृदयबाट उहाँलाई एकदम सम्मान गर्न चाहन्छु। पितृको आशीर्वाद हामी सबैलाई प्राप्त भइरहन् भन्न चाहन्छु। उहाँहरू जहाँ जहाँ जन्म भए पनि उहाँलाई सुख शान्ति होस् भनेर उहाँहरूको सम्झनामा हजुरहरूले गर्नुभएको यो कीर्ति अमर रहनेछ भन्न चाहन्छु। म पनि मरेर जानु छ, मैले केही न केही म गर्नुपर्छ। म पनि यो गुम्बाको म संस्थापक गुरु हो। कसरी हुन्छ, मैले यो गुम्बालाई चाहिँ राम्रो गरौँ, सबै मिलेर राम्रो गरौँ भन्ने चाहिँ म सबैप्रति आग्रह गर्न चाहन्छु। किनभने हाम्रो यो गुम्बा त्रिरत्न होइन बौद्ध सदन गुम्बा यो चितवन जिल्लामा पश्चिम चितवनमा ठ्याक्कै भन्नुपर्दा हाम्रो गुरुङ समुदायमा सबभन्दा पहिलो बनेको गुम्बा हो। कतिलाई थाहा छैन, 2045 सालमा निर्माण भएको गुम्बा, जुन तिनखोले महाबौद्ध गुम्बा भन्दा पनि पहिला निर्माण भएको यो सदरमुकामको गुम्बा भन्दा पहिला निर्माण भएको गुम्बा भएको हुँदा यो गुम्बाले धेरै फड्को मारेको छ। अझै एकदम यो गुम्बामा होइन उन्नति प्रगति होस् भन्ने यो मनैबाट सबैप्रति आग्रह गर्दै भगवान् बुद्धको आशीर्वाद, पितृहरूको आशीर्वाद हामी सम्पूर्णमा बर्सियोस् भन्दै मेरो केही यो भनाइहरू यही नै अन्त गर्न चाहन्छु। समितिले पैसा मात्रै मैले दिएँ, म त खर्न सक्दिनँ।
कार्यक्रमलाई जोड्न चाहे आफ्नो कला प्रस्तुत गरिदिनु हुनको निम्ति अमन गुरुङ सन्साइन गुरुङलाई हार्दिक अनुरोध गर्न चाहन्छु। कार्यक्रमबाट हामी बिदा भएर अब घरतिर जाँदैछौँ। कार्यक्रम एकदमै रमाइलो भयो, एकदम रोचक भयो कार्यक्रम। यसपालिको तमु लोसार हामीले दिव्यनगरमा मनायौँ। म साथमा मेरो पुष्पा पनि साथमा थियो र कार्यक्रम धेरै रमाइलो भयो र अब हामी कार्यक्रमबाट बिदा भएर अब घरतिर जाँदैछौँ र यसै गरी आउँदा दिनहरूमा पनि समय मिलाएर आउने छु भन्ने आशा र प्रतिबद्धता राख्दै अब यहाँबाट बिदा भएर अब हामी घरतिर जाँदैछौँ। मोटरसाइकल रेडी भइसक्यो, एकदम चिसो छ, शीतलहरले गर्दा रेनकोट लगाएर आउनुपर्ने रहेछ। रेनकोट लगाइएन, एकदमै दुःख पायो चिसोले कि यति चिसो छ कि अब दिनभरि घामको मुखै देखेन। आज शीतलहर पानी परे जस्तो भएछ। ल यो सबै रुजिया जस्तो, ल पानी पानी छ। ल यस्तो छ है, एकदम दुःख छ, एकदम बडा दुःखले आइपुग्यो आज। अब जाने तयारीमा हो। ल अहिलेलाई म तपाईँहरूबाट यस भिडियोबाट बिदा हुन चाहन्छु। हस् त, बाई।